म मा कसम भाग्दै भाग्दै ओ नो 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 भगवान कसम भाग्दिन म दुर्गे हेर अपराध गरेपछि फरार भएको भाग्दिनु भन्ने मुला बेपत्ता हेर फरार केपी ओलीको दम हेरौँ सक्यो कम्युनिस्ट भन्ने नामका तस्करहरूको खेल खत्तम भयो आजदेखि आज देशको प्रधानमन्त्री हो केपी ओली कोही बोल्न सक्दैन तर दुर्गा प्रसाई च्यालेन्ज गर्छ केपी ओलीलाई तिमी अपराधी हौ तिमी हत्यारा हौ तिमी नेपाली जनताको लिडर होइनौ तिमी मारवाडीको पार्टनर हौ केपी ओलीको जस्तो तरुणी घुमाएर बेलुका रक्सी खाएर केटी सुताउँदै हिँड्ने युवासँग होइन यो हिजो उद्योगपतिहरूलाई यिनीहरूले जसरी मारेको छ लखेटी अनि आज तै पुनि एमाले मै पुनि एमाले भनेर साराका सारा मान्छे बेकुब बनाएर प्रदेशको सदस्य बनाइदिन्छु तिमीलाई केन्द्रीय सदस्य बनाइदिन्छु तिमीलाई माननीय बनाइदिन्छु भनेर बेलुका माल खाने रक्सी खाने तिनै महिलासँग सुत्ने एमालेको गति नानी भन्ने पछाडिबाट चाहिँ नि त्यो के भन्छ बोटिसको त्यो तानेर तन्काएर छोडिदिने को रहेछ यो देशको नीतिगत भ्रष्टाचारको चार गर्नेको नाइके भनेको केपी ओली कम्युनिस्टहरूलाई यहाँबाट खेद्नुपर्ने लातको लात हानेर खेद्नुपर्ने त्यो युवा दस्ता तयार भयो क्या त्यही हो खुसीको कुरो हिन्दूलाई ब्ल्याकलिस्टमा राखेर छ यी पादरीहरूले यो राख्ने को भन्दाखेरि केपी ओली पादरी प्रचण्ड पादरी शेरबहादुर पादरी त्यो माधव कुमार छ नि गनाउने मुख पादरी बाबुराम भन्ने अर्को बाहुन पादरी आई लभ यु केपी बा भन्दै भन्न छोडेछन् नेपालभरि सांसदका घर नेताका घर सबै तस्करका घर लखेट्न जाउँ त सबै ग्रुप बनाएर केपी ओली शासक होइन नि केपी ओली भनेको यो देशको नाशक मान्छे हो कुरो बुझ्नुभयो नि तपाईँहरूले यही स्टेजबाट केपी ओलीले राम्रो बोल्थे अहिले आएर बोल्न सक्दैनन् नि सक्छन् त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने जतिखेर मैले यिनीहरूको बुझेँ नि राम्ररी हसिना छन् नि हसिना नेपालका सबै हसिनालाई भाग्न दिने होइन झुन्ड्याउनुपर्छ चाहन्छु नमस्ते धेरैजना साथीहरूले धेरै कुरा गरिसक्नुभयो अब धेरै कुरा तपाईँहरूले बुझि पनि सक्नु भएको छ हामी यहाँ आज किन उपस्थित भएका छौँ र हामीले 79 साल फागुन 1 गते राजाको हातबाट दियो मेचीको किनारमा दियो किन बालेको थियौँ बाल्नुको मुख्य कारण के थियो आज मलाई लाग्छ मैले हिजो बीएनसी मेडिकल कलेज सुरु गर्दाखेरि म एक्लै भएको थिएँ कुनै बेलामा मलाई बौलायो भने दुर्गा प्रसाई बौलायो अब दुर्गा प्रसाई कहाँ पस्छ चोरलाई चोर भन्नुपर्छ डाकालाई डाका भन्नुपर्छ म चोर हो तपाईले आफै भन्नुहुँदैछ त अहिले नो यहाँ सुन्नु त 1 रुपैयाँको केही आउँदैन 10 रुपैयाँको पान सुन्नु चाहिँ कुरा तेरी दिदी सेलले लग्यो सेलको पुच्छर पान मेरो घरमा प्रचण्ड र केपी ओली आएर भात खाँदाखेरि ओ दुर्गाजी चरेसको थालमा मार्सीको भात खुवाउने भन्दाखेरि अनि मैले के भन्दै थिएँ त्यो दिन थाहा छ केराका पातमा खुवाउँछन् त भात भन्दै थियो कि उसले आएका पाहुनालाई केराका पातमा खुवाउँछन् गगन थापाले पनि एक दिन सदनमा बोल्दै थिए नि त चरेसका थालमा मार्सीको भात भनेर कि थापा परिवार गगन थापाहरू बगाले थापाहरूको नि केराका पातमा र टपेरामा खुवाउँछन् कि घरमा आएका पाहुनालाई भात त्यो त महामन्त्रीलाई सोध्नुहोस् तपाईँहरू काङ्ग्रेसको त अब त्यो भेडो जस्तो भोलाप गर्छ बोलेको बुझिँदैन केही बुझिँदैन के कुराहरू बोली उहाँहरू होइन होलाप गरेको है भाइ गाना गाउनुपर्छ भाइ एउटा ल पटुकी कसेर ए भाइ आऊ न भाइ 1000 रुपियाँ दिन्छु अझै आऊ
यो गोरुमुते साइनो लगाएर मामा 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 भनेर मेरो बदनाम गर्न खोजेको हो र मेरो भान्जो पनि होइन र यो अभियानमा जे घटना भएका छन् यो घटनामा म संलग्न पनि छैन। तपाईलाई एउटा कुरा के लाग्छ भने त्यहाँ मुद्दा गरेको ठाउँमा ती घटना घटाउने मान्छेहरूका मेरा योभन्दा अगाडि फोनमा मोबाइल टेस्ट गरेर हेर्दा हुन्छ, थाहा भइहाल्छ नि। सक्छौ दम छ भने केपी प्रचण्ड, शेरबहादुर, माधव कुमार नेपाल छ नि त गनाउने ठुस्स परेको मुख। ये बड़ी अच्छी बात कही आप। पहिले त अब के भन्नु, त्यो रातभरि चोर्न हिँडे जस्तो अनुहार नि, त्यो रातभरि चोर्न हिँडेर नपाए जस्तो बिहान बिग्रेको अनिदो अनुहार, त्यो एउटा बाहुन छ क्या। यो बाबुराम भन्ने डक्टरले गरेको बाहुन नि, क्यार 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 गरेर चाहिँ कानका जरा फुट्ने गरिदिनु पर्ने क्या। ल मेरो अगाडि पऱ्यो भने त नि, मेरो अगाडि पऱ्यो भने म 3 इन्ची सार्ने गरी